कस्तो लाग्छ तपाईँ नेपालीहरूले दिने हस्पिटालिटीहरू कहिले तपाईँ Next level, bro. है Next level. I think that's why I'm still here, okay? वाउ Hospitality is next level. जस्तै कहिले तपाईँ अब दुर्गम नचिनेको मान्छेलाई ढोका खुल्छ के है जस्ट होटल नभएर just any house. They just want you to be there to have a moment with you, के है खानासाना पकाएर खुवाउने यताउता है निस्किनै दिँदैन क्या फेरि नजा 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 हो है हो नजा पहिला पहिला खाम ल पहिला यस्तो खाम ल पहिला यस्तो गर अझै एक दिन बस्नु मान्छ म त मानै पर्यो है आई कान्ट समटाइम्स यु गेट स्टक के भर्खर चिनेको तर आउँदाखेरि जस्ट विदेशी हो फर्कि जस्ट निस्किँदाखेरि छोरा जस्तो टाइप छोरा जस्तो के पारिवा जस्तो है या आई गेट दैट अ लट कस्तो ओभरवेल्म हुन्छ होला है ब्रदर तपाईलाई I'm extremely grateful, I know. Kailika, it's like I come from somewhere where we always say thank you. I know, thank you. The journey ban parcha, I know. Exactly. You say in Nepal, thank you. नबुझेर Oh no, I धन्यवाद always say thank you. Get like waitress, like pani diyo, menu diyo. right Thank you. I always have to say thank you. Kira thank you. किन थ्याङ्क यू भनेर आयो भनेर It's good. I mean, it's like अप्ठ्यारो लाग्छ नि when someone invites you into their house and आफ्नै खानेकुराहरू पकाएर राख्ने हैन सिरानी मिलाएर it's hard to take it all in के है कहिले त्यो इमोसनल पनि भइन्छ होला है ब्रदर है के गर्दिम बाटो दुन्दिम लाइक लाइक ए हो म पनि पकाउने मन लाग्छ हैन प्याजहरू काटेर दिन्छ हैन But yeah, I let the situation take control. Whatever happens. पकाएर नि खुवाउनुहुन्छ तपाईले पकाउने अनि उहाँहरुलाई पकाएर नि खुवाउनुहुन्छ कहिले हजुर हजुर ए हो कहिले काहीँ भाले खाट्ने स्पेशल मोमेन्टको लागि बर्थडेको लागि यस्तो बच्चा जन्मेको लागि राख्छ नि घरमा तपाई जाँदाखेरि पनि एउटा स्पेशल मोमेन्ट भयो नि त त्यो हैन अनि इट्स हार्ड टु कीप इन टच विथ एभ्रीवन हैन बट आइराख्छ हैन चिनेको मान्छेहरु जस्ट